नमस्ते, म एमलभ गर्दै के छ साथीहरू? आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै छु। आज चाहिँ म यसो घरदेखि बाहिर यसो वकिङ निक्लिनु लागेको। अब तपाईँहरूलाई देखाउँछु ल। म चाहिँ यसो हाम्रो घरमा एउटा मेडिकल छ, त्यो चाहिँ देखाउन जाँदैछु। हेर्दै गर्नु होला है त। ल, घर छोडेर एकछिन यसो खुट्टा तन्काउन हिँड्यो। हामी चाहिँ कति राम्रो भएछ कि धानहरू दानाहरू त पसाएर कस्तो राम्रो भएको नि। आमामा कतै त काटिसक्यो। हामी चाहिँ यसो नाइटमा नाइट त के भनिरहेन, साँझको बेलामा यसो वकिङ गर्दैछौँ। घरमा बस्दा बस्दा पक्का दिक्क लागेर कति राम्रो रहेछ। फर्स्ट टाइम आएको, कति राम्रो मैदीताल भन्ने यही है साथीहरू। तपाईँहरू पनि घुम्न इच्छा छ भने आउनु सक्नुहुन्छ। यस रमाइलो रहेछ। मैले सोचेँ भन्दा धेरै राम्रो रहेछ। अलि सुरक्षित भन्नाले त के बारहरू लगायो भने चाहिँ उस हुन्थ्यो नि त, सुरक्षित हुन्थ्यो के अरे। त्यस बारहरू चाहिँ लगाउनै बाँकी रहेछ। राम्रो छ, आउनुहोस् घुम्नलाई। घुम्नलायक ठाउँ चाहिँ रहेछ ल। हामी चाहिँ एकछिन वकिङ आएको थियौँ, घर नजिकै पर्ने रहेछ। अब फर्किने तर्खरमा, किन भन्दा सानो बच्चा लिएर आएको थियौँ। उता हुनुहुन्छ मेरो सानो बाबु, छिमेकी आमा, सँगसँगै आयौँ। फर्किन लाग्छ। मेरो बुढो चाहिँ आमासँग गन्थन कुरा गर्दै हुनुहुन्छ। नानी नमस्कार। त्यता घुमेर हो, अनि यसमा आज यता आएको धान के अलि फुल्यो र त अहिले यता देशीबाट फुलेको। सानो मान्छे बेबी भर्खर दुवैतिर आएका भर्खरका कुन घरको रे? ऊ त सेतो घरको यहाँ यो टिनको के त्यो बिचको त्यही क्या हेर्न। यसो हेर्न मन लाग्यो अनि आउनु मन लाग्यो। आनन्द छ, आनन्द। 3 महिना पाउँछ अब त्यो रात सिसाइमा माटो पाइयो भने सडकले ल्याएको सडकको माटो दिने हाल्यो भन्ने दिन्छ तल आउँछ नि। त्यो राम्रो राम्रो बनायो। त्यो गएर घर चाहिँ बनायो होइन, घर पनि बनायो त। ऊ पनि तरकारी लान्छ, कोही गइसक्यो को भनेर जाने अनि गए पनि उनको आफ्नो आतोरी भयो। माइत जाने भन्ने बाबामा हुँदै हो क्या, बाबामा हुँदै हो। त्यो आमा र बाबा बसी त त्यस्तै हो सबै नभएर त्यो त्यस्तै काम परेर गयो मात्रै, नत्र हरायो। त्यही भने त बिहान बेलुका हिँड्नु होला राम्रोसँग। बिहान बेलुका हिँड्नु होला, हिँड्नुपर्छ, हेल्दी भइन्छ। त्यसैले मलाई 2-3 फेर लडायो अनि त्यहाँ त्यही भएर यो लट्ठी साथी बनाएर हिँडेको भए कहिले त्यता जान्थ्यो, कहिले यता जान्थ्यो। अनि कहिले कति आयो पनि तिमी अब कति भयो अरे? 15 दिन भयो आएको। अब 10-15 दिनमा हिँड्छु क्या। राम्रो भयो। धानहरू कस्तो मजाले फलेको, देखेँ आनन्द लाग्ने क्या है। तपाईँको कुन चाहिँ घर? मेरो त घर ऊ त्यो ठुलो घर माथिपट्टि पर्छ। यस्तै चिनको मेरो नि, जस्तो आफ्नो सम्पत्ति जस्तो छ त। ल है, ल आमा राम्रोसँग जानु। म त मगरै हो, मगर हो मगर। गुरुङ जस्तो लाग्थ्यो अरे। ल यही हो मेरो घर। कति मजाले फुलेछन् फुलहरू यो सिजनमा।
ल आजको लागि यति नै। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा।